पहिलो मेरो सन्देश यहाँ सबैलाई के छ भने हामीले विगतमा के गरेका थियौँ भन्ने कुरा पनि अब स्मरण नगरौँ। कदाचित ज्यादै ठुलो गल्ती गरेका छौँ भने निश्चित रूपमा कानुनी प्रक्रियामा सहभागी हुनुपर्छ। त्यो भनेको कानुन बमोजिमको सजाय भोग्नको निमित्त तयार हुनुपर्छ। तर अब आइन्दा हामी चाहिँ नजानेर पनि जानेर त गर्ने कुरै भएन। गल्ती गर्ने पनि एक रत्ती पनि गुन्जाइस नराखिकन कुनै विषयमा शङ्का लाग्छ मैले यो काम गर्दाखेरि यसले नेपाल सरकारको स्रोतको दुरुपयोग हुन्छ कि सदुपयोग हुँदैन कि, करदाताको पैसाको सही प्रयोग हुन सक्दैन कि, सार्वजनिक सम्पत्तिको सही प्रयोग हुन सक्दैन कि, सार्वजनिक प्रयोगको निमित्त भनिएको नेपाल सरकारले सार्वजनिक प्रयोगको निमित्त भनेर खरिद गरेको सम्पत्ति मैले आफ्नो व्यक्तिगत प्रयोगमा अथवा अरू कुनै प्रयोगमा गरिआएको छु कि भन्ने यी सबै कुराहरूलाई ध्यान दिएर हामी सच्चिनै पर्छ। त्यो सच्चिनको निमित्त म यहाँहरूलाई आग्रह गर्दछु, विनम्र आग्रह गर्दछु। यस्तो आग्रह चाहिँ ज्यादै आवेशमा आएर कराएर बोलिरहनु आवश्यक छैन। यहाँहरूले सुनिदिनुहुन्छ भन्ने मैले विश्वास गरेको छु। र कदाचित कसैको नाम लिएर यस्तो पर्यो उस्तो पर्यो परिबन्धमा पर्यो अथवा भनेर यहाँ अनेक थरीको कुराहरू गरेर कोहीबाट त्यस्तो कुराहरू भयो भने मैले अर्सिजलाई भनेको छु प्रशासकीय अधिकार मलाई थाहा छ। म प्रशासनबाटै गएको हुनाले प्रशासकीय अधिकार चाहिँ मन्त्रीलाई हुँदैन। मन्त्रीले हप्काउनु पनि सक्दैन, मन्त्रीले कारवाही गर्न पनि सक्दैन। मैले उहाँलाई के भनेको छु भने त्यस्तो किसिमको कुनै घटना घट्यो भने त्यो घटनालाई हामीले धेरै लामो समय लैजान हुँदैन, तुरुन्तै कर्मचारीलाई के गर्नुपर्ने हो, माया गर्नुसम्म माया गर्ने हो। तर गल्ती गरिसकेपछि माया हुँदैन भन्ने कुरा मैले सुरुमै उहाँसँग आज बिहान भेट्दाखेरि कुरा गरेको छु। हिजो पनि त्यही कुरा भएको थियो। हामी त्यो दिशामा जानुपर्छ। त्यो पहिलो एजेन्डा हामीलाई युवाहरूले सुम्पेको हो। यो मेरो व्यक्तिगत एजेन्डा होइन, यो अहिले राष्ट्रको एजेन्डा हो। आज बिहान पनि उहाँहरूले तपाईँले पब्लिकली उहाँहरूले बोल्दाखेरि जेएनजीका साथीहरूले बोल्दाखेरि अलिअलि कोही आवेशमा आफै सुन्नु होला। तर आज उहाँहरूले बिहान अत्यन्त संयमित ढाँचाले आँखाबाट आँसु आउन्जेल गर्ने मुलुकको भविष्यको निमित्त हामीले चाहिँ गरेको जुन प्रण छ त्यो प्रण हामी आफै पुरा गर्न सक्दैनौँ भनेर सरलाई सुम्पिएको। सरले त जिम्मेवारी पालना गरिदिनु पर्यो भनेर उहाँले भन्नुभएको छ। त्यो मैले पहिलो आग्रह गर्छु। दोस्रो, हामीले अब 6 महिनाभित्रमा यो सरकारले निर्वाचन गर्नैपर्छ। यो कुनै हालतमा पनि संविधानको परिधिभित्र रहेर पनि 6 महिनाभित्रमा गर्नै पर्ने थियो र त्यसपछि गएर म्याद थप गर्ने सम्भावना नभएको हुनाले त्यो 6 महिनाको अवधिभित्र निर्वाचन सम्पन्न गर्नको निमित्त कतिपय थप खर्चहरू गर्नुपर्ने हुन्छ, जुन कुरा यसपालिको बजेटमा प्रबन्ध गरिएको थिएन। त्यो बजेटभित्रैबाट निकाल्नुपर्ने हुन्छ। हामी पूरक बजेट अथवा अरू कुनै किसिमको विकल्प सोच्ने अवस्थामा छैनौँ। त्यो सोच्ने क्रममा अथवा त्यसको विषयमा विचार निर्माण गर्ने क्रममा हामीले एउटा के गर्नुपर्ने होला भन्दाखेरि कि त बजेटभित्रै रहेर फजुल खर्चको निमित्त गरिएका विनियोजन कटौती गर्न हिम्मत गर्न पर्ला, अथवा बजेटभित्रै रहेर तयारी नभएका कुनै किसिमको अध्ययन नगरिकन प्रोजेक्ट ब्याङ्कमा अन्तिम घडीमा राजनीतिक दबावको आधारमा छिराइएका, अथवा तपाईँहरू आफैलाई पनि त्यो बजेट तर्जुमा गर्ने टिम जो बस्नु भएको थियो उहाँहरूलाई पनि यो त हुँदै नहुने काममा बजेट राखियो के गर्ने भन्ने परेको छ भने त्यस्तो रकम चाहिँ निकाल्न सक्नु पऱ्यो। मलाई अर्थ सचिवले भनेको कुरा म पारदर्शी छु, यहाँहरूले मसँग कुनै कुराहरू गर्नुभयो सेयर गर्नुभयो म प्याच पब्लिकमा पनि भनिदिन्छु। त्यही भएर कुनै कुरा मसँग गर्नु भन्दाखेरि सोचेर भन्दैन होला। उहाँले भनिसक्नु भएको छ कि हामीले 100 अरब जति सम्भवतः अहिले त्यसरी कत्रकातर गरेर निकाल्न सक्छौँ जसको उपयोग हामीले सही काममा गर्न सक्छौँ। त्यो सही काम दुईवटा छन्। एउटा त मैले भनिहालेँ निर्वाचनको निमित्त हामी नन कम्प्रोमाइजिङ फाइनेन्सिङ गर्नुपर्ने हुन्छ। त्यो फाइनेन्सिङको कमजोर भएको कारणले निर्वाचन सुरक्षित हुन सकेन भने त्यसको जिम्मेवारी अर्थ मन्त्रालयले स्वयं लिनुपर्ने हुन्छ। त्यसको तात्पर्य जथाभावी खर्च गर्ने भन्ने पनि होइन। दोस्रो, सिंहदरबार छिर्दै गर्दाखेरि म सिंहदरबार छिर्न लागेको अहिले सरकारी सेवामा हुँदा करिब 31 वर्ष छिरेको हो। अहिले 15 वर्ष मैले सरकारी सेवा छोडेपछिको पुग्यो। 46 वर्षको अवधिमा सिंहदरबारभित्र यतिको विध्वंस कहिले पनि देखाएको थिएन मैले। खण्डहर जस्तो एउटा युद्ध भूमिमा प्रवेश गर्दाखेरि हामीले फिल्महरूमा अथवा कुनै टेलिभिजन डकुमेन्ट्रीमा देखिया जस्तो दृश्यहरू आज पनि देखियो। एउटा पक्ष त के भने कम्तीमा पनि अरू मन्त्रालयको हामीले तत्काल नसके पनि अर्थ मन्त्रालयको परिसरको सबै त्यस्तो भग्नावशेषहरू तुरुन्तै हामीले हटाउँ। यो कालो धुवा पनि हामीले तुरुन्तै पोतेर सेतो गरौँ। कम्तीमा पनि हामी उठ्यौँ है, हामी फेनिक्स जस्तो चाहिँ खरानीबाट जाग्यौँ है भन्ने हाम्रै मन्त्रालयबाट सुरु गरौँ भनेको छु। त्यो त एउटा सानो कुरा हो। तर ठुलो कुरा के हो भने सार्वजनिक सम्पत्ति क्षति भएको छ, निजी सम्पत्ति क्षति भएको छ। निजी सम्पत्ति क्षति भएको सन्दर्भमा कतिपय कुराहरू
बजार प्रक्रियाबाट हुनसक्छ भन्ने विषयमा गभर्नर साहबले हिजो अस्ति नै ब्याङ्किङ प्रणालीका साथीहरू र निजी क्षेत्रका साथीहरूलाई बोलाएर अन्तर्क्रिया गरिसक्नु भएको छ। बजार प्रणालीका दुईटा हिस्सा छन्। एउटा वित्तीय प्रणालीबाट कतिपय कुराहरू कतिपय संयन्त्रहरूबाट गर्न सकिएला, कतिपय चाहिँ बिमा स्वयंबाट चाहिँ त्यो हुन सक्ला। त्यो कति हुन सक्ला भन्ने आकलन गर्नुपर्ने हुन्छ। सार्वजनिक सम्पत्ति हामीले बिमा गर्ने गरेका छैनौँ। बिमा गरेको सम्पत्ति भए जस्तो पनि लाग्दैन। त्यस कारणले त्यसको क्षति मध्येको ठुलो धेरै क्षति हामीले कतिपय तुरुन्तै गर्नुपर्ने होला, कतिपय फेजिङ गर्न सकिएला, कतिपय गयो भनेर बिर्सिन पनि सकिएला। किनभने हामीलाई चाहिने भन्दा बढी सवारी साधन पनि थियो होला। कतिपय हामीले त्यत्तिकै मिल्काएर लिलाम गर्न नसकेको, हाम्रो अकर्मण्यता निर्णयविहीनताको कारणले लिलाम गर्न नसकेका गाडीहरू पनि सिंहदरबारमा थिए। ती सबै रिप्लेस गर्न पर्ने भन्ने छैन। अघि नै मैले सजिलो भनेको छु, कम्तीमा पनि अर्थ मन्त्रालयमा हामीले यो सरकार रहन्जेलसम्म, यो निर्वाचन सरकार हो, काम चलाउ सरकार हो, यसले ठुलो कुरा गर्न तत्काल पनि सक्दैन। कम्तीमा यसको पालामा चाहिँ अर्थ मन्त्रालयको निमित्त भनेर सवारी साधन किन्ने काम नगरौँ, भएकाबाट चलाउँ र यो जति पनि छ त्यसलाई लिलाम गरौँ। र अरू चाहिँ अब सार्वजनिक सेवा प्रवाह गर्नको निमित्त खास गरी प्रहरी, त्यसको निमित्त सवारी साधन पनि किनिदिनु पर्ला र भवनहरू पनि कतिपय ठाउँमा मर्मत समार गरेर कम्तीमा पनि सार्वजनिक कार्यालयहरू चाहिँ अब केही महिनाभित्रमा नि एउटा दुरुस्त भएर काम गर्न सक्ने अवस्थामा पुगे है भन्ने दिशामा जानु पर्ला। त्यही भएर पुनर्निर्माणको काम निजी क्षेत्रको पनि सार्वजनिक सम्पत्तिको पनि गर्न आवश्यक छ। यसको निमित्त त्यत्तिकै बोलेर भयो नि, यो यकिन गर्नुपर्ने हुन्छ। मैले एउटा पिडिएनए बनाए जस्तो त्यस्तै एउटा गर्नुपर्छ कि, किनभने यसको कतिपय अनुमानहरू चाहिँ ज्यादै कायल लाग्छ। भूकम्प जस्तै क्षति हो भन्ने पनि अनुमान अनौपचारिक छ, त्यसलाई अब त्यत्तिकै अहिले कोट गर्नु भएर। तर त्यसको यकिन तथ्याङ्क हामीले कहीँ न कहीँबाट सङ्कलन गर्नुपर्ने हुन्छ। खास निकाय के हो, पहिला राष्ट्रिय योजना आयोगबाट गरिया हो, अहिले कहाँबाट गराउन बिर्सिन्छ, हामी तय गरेर 1-2 दिनभित्रमा हामी त्यो प्रस्ताव तयार गर्छौँ। यही क्षेत्रको मनोबल कमजोर हुन नदिनुको निम्ति एउटा साङ्घातिक हमला भएको छ। मैले के भन्छु भने यहाँहरूलाई दोस्रो आग्रह, पहिलो बुँदामा जुन आग्रह गरेँ मैले भ्रष्टाचार शून्य हुनुपर्छ भने, दोस्रो आग्रह चाहिँ अब हामीले प्राइभेट, हाम्रो सबै इन्टरेक्सन प्राइभेट सेक्टरमा हुन्छ। हामी अर्डिनरी पब्लिकलाई सेवा दिने वास्तवमा अर्थ मन्त्रालयको निकाय होइन। हाम्रो मेजर काम नै जहाँ पनि, चाहे त्यो ब्याङ्किङ सेक्टरबाट होस्, चाहे त्यो सेवनबाट होस्, अथवा अन्तर्राष्ट्रिय कार्यालय र भन्सार हो, सबै निजी क्षेत्रसँगै अन्तर्क्रिया हुन्छ। ज्यादै कम मात्रै हामी अर्डिनरी पब्लिकसँग, अर्डिनरी पब्लिक त अन्तर्राष्ट्रिय कार्यालयमा केही काम पर्दा पनि प्रायः उसको काम पनि पर्दैन, किनभने ऊ ट्याक्स ब्राकेटभन्दा बाहिरै छ। ऊ भ्याट तिर्नु त्यहाँ गइरहनु पर्दैन, उसको बिहारमा कुनै व्यापारीले तिर्दिएको छ। त्यही भएर हाम्रो सम्पर्क प्रायः निजी क्षेत्रसँग हुन्छ। निजी क्षेत्रले अर्थ मन्त्रालय अन्तर्गतका निकायहरू आउँदाखेरि हिजोको तुलनामा परिवर्तन भएछ है। जाने बित्तिकै पहिला हुन्न भन्थे, तपाईँहरू कहाँ यस्तो नालायक कुरा गर्न लिएर आउनुहुन्छ भन्थे। यसपालि त अहिले जाँदाखेरि त त्यहाँ त होइन, तपाईँहरूलाई कसरी सहयोग गर्न सकिन्छ, प्रक्रिया के हो भनेर उनीहरू आफैले बताइदिए। तपाईँ यो काउन्टरमा जानुहोस्, उसमा जानुहोस् भन्ने बेलामा त्यो एटिच्युडनल चेन्ज, त्यो मैले गभर्नर साहबलाई हाम्रो ब्याङ्किङ प्रणालीमा पनि गर्न भन्छु। म अस्ति भर्खरै एउटा निजी क्षेत्रको ब्याङ्कमा पनि परेको छु। गएपछि तपाईँ जस्तो मान्छेले पनि यति नबोल्ने, जस्तो सुकै सबै मान्छे भए पनि सबै कुरा बुझिरहनुपर्छ भन्ने त के छ, सबै ज्ञान त हुँदैन नि। त्यो फारममा कहाँनिर अब 3 ठाउँमा सही गर्न लेखाएको छ, 3 ठाउँमा आफ्नो नाम लेख्नु गर्न लेखाएको छ। यो 3 ठाउँमा नाम किन लेख्नु पऱ्यो, एउटा ठाउँमा नाम लेखे भए पुगेन, तपाईँले किन यति चेन्ज नगरेको भने तपाईँ जस्तो मान्छेले पनि यस्तो क्वेसन गर्ने। मैले पनि 3 ठाउँमा नाम लेखेर तपाईँहरूलाई के फाइदा भयो, एउटै पेजमा भयो होइन। त्यो चाहिँ निजी क्षेत्रको पनि त्यो छ। हामी अब सबै सोच्यौँ, किनभने यसले पनि युवाहरूले खोजेको परिवर्तन त्यो हो। एउटा कुनै कार्यालयमा गयो भने यति ह्याप्पिएर हामीलाई व्यवहार गरिन्छ कि, अनि विद्रोह नगरी के गर्ने हामीले भनेर उहाँहरूले भन्नुहोस्। त्यही भएर अहिले हामी उहाँहरूको ट्रस्टी भएको हुनाले उहाँहरूको स्पिरिटलाई भेट्ने खालले हामीले चाहिँ काम गर्न पर्छ जस्तो लाग्छ मलाई। त्यही भएर यो अहिले मूल रूपमा खास गरी एकातिर हामीले नेपाल सरकारको राजस्वमा पनि कुनै कमी आउन दिन हुँदैन। त्यही भएर त्यसमा हाम्रो आफ्नै डोमेनभित्रको काममा पनि हामी तदारक गर्नु पऱ्यो। त्यसै गरी सेवाग्राहीले हामी कहाँबाट पाउने सेवामा पाउने अन्तरमा पनि हामीले अन्तर देखाउन सक्नु पऱ्यो। यो एउटा ट्रेड अफ। तपाईँ राजस्व असुली गर्नको निमित्त कतिपय अवस्थामा कडाइ हुनु पर्ला, तर सेवाग्राहीलाई अथवा करदातालाई प्रसन्न पार्नको निमित्त तपाईँ कतिपय अवस्थामा ज्यादै नरम हुनु पर्ला। यसमा हाम्रो चाहिँ त्यो ब्यालेन्स मेन्टेन गर्नै पर्ने हुन्छ। तर राजस्व असुली गर्नमा हामी चाहिँ ज्यादै क्रूर, ज्यादै कडा हुने प्रयत्न गर्नु भएर हामी नरम भएर पनि सम्झाएर पनि हामी गर्नु सक्छौँ। आखिर यो राज्य ट्याक्सबाटै फाइनेन्स हुने हो भन्ने कुरा त हामीले पटक पटक बोलेर यो शास्त्रमा छ, किताबमा पढाइ हुन्छ भनेर छोडिदिनु भएन। देयर आर मेनी थिङ्स विच
वी निड टु रिपिट हाम्रो मन्त्र हामीले बिहान बिहान सधैँ सर मभन्दा विज्ञ हुनुहुन्छ संस्कृतिमा होइन हरेक दिन बिहान हाम्रो ब्राह्मणको मन्त्र वाचन गर्नु स्मरण गराइरहन्छ देयर आर सर्टन थिङ्स विच मस्ट बी इन्सिस्टेड अल द टाइम रिपिटेड अल द टाइम त्यो हामीले गर्नुपर्ने हुन्छ मलाई सजिलोले के भन्नुभएको छ भने हाम्रो अर्थ मन्त्रालय चलेकै सूचना प्रणालीको बलमा हो हाम्रा कतिपय सुधारहरू पेन्सनमा रिफर्म गरेको रिफर्म भुक्तानी प्रणालीमा गरेको रिफर्म ट्याक्स कलेक्सनमै गरेको रिफर्म ट्याक्स पेयर सर्भिसमा गरेको रिफर्म सबै आइटी बेस्ड छ डेटा हाम्रो सुरक्षित छ आइटी प्रणाली सुरक्षित छ भन्नुभएको छ तर अझै पनि चेक गर्नुहोस् कहीँ त्यस्तो कुनै कमजोरी छ कि त्यो चाहिँ हामी सबैले चेक गरौँ अघि गवर्नर साहबले भन्नुभयो मसँग सँगै काम गर्नुभएको महेशजी हुनुहुन्छ हामीहरूले छोटो समयमा 6 महिनाको समय वास्तवमा त्यो बेला छोटो रहेछ धेरै कुरा कभर गर्न सकेनौँ कतिपय कुराहरू त्यहाँ इन्डिभिजुअली त्यहाँ भएका सदस्यलाई मन नपरेको पनि होला किनभने कलेक्टिभ पेपरले गर्दाखेरि कतिपय कुराहरू आफूलाई चित्त नबुझेको पनि गर्नुपर्ने हुन्छ तर अब त्यो सरकारको भयो सरकारले स्वामित्व ग्रहण पनि गरिसक्यो कार्ययोजना बनाएको छ त्यसलाई र हाम्रो सार्वजनिक खर्चलाई व्यवस्थित गर्नुको निमित्त मितव्यता अप्नाउनुको निमित्त म लागि नै भनिहालेँ त्यसमा हामी प्राथमिकता दिनुपर्ने हुन्छ मैले यहाँहरूलाई अहिले यो निर्देशन नभन्नु होला यो मेरो मैले जुन नासो लिएर आएको छु त्यसैलाई पास गरेको भन्नुलाई म निर्देशन दिने र यहाँहरू ग्रहण गर्ने पात्रको रूपमा हामी नसोचौँ हामी एउटै डुङ्गाका सहयात्री हौँ र कुनै कुरा यहाँहरूलाई साथीहरूलाई चित्त बुझेन भने म चाहिँ एभ्री टाइम एक्सेसिबल तर यसको तात्पर्य यो भने कि घरमा बिहान साँझ आएर प्राइभेट निड्सहरू डिमान्डहरू म कहाँ नगरौँ अफिसियल कामको लागि छ भने आई डोन्ट इन्करेज यु टु कम टु माई हाउस अफिसियल काम छ भने बरु बिहानै म पहिला अर्थ मन्त्रालयमा साथीहरू जो त्यस बेलामा मसँग काम गर्नु आएको हुन्थ्यो म 14 घन्टा 15 घन्टा प्रायः यही नै हुन्थेँ जनकजी मसँग काम गर्नु भएको मेरो 14-15 घन्टा अर्थ मन्त्रालयमा धेरै समय लामो समय बित्यो 70 फाइल दिनमा हेर्थेँ त्यो चाहिँ मन्त्रालयमै आएर हामी हाम्रो कामहरू यही गरौँ हामी कहीँ बाहिर होटेलमा रेस्टुरेन्टमा अथवा घरमा भेट्ने काम नगरौँ मेरो घर यहाँहरूले देख्नु भएन भने मलाई अत्यन्त खुसी लाग्नेछ र अब 1-2 जना सहायक मलाई म आफैले गाडी चलाएर बिहान गएँ राष्ट्रपति भवनमा तर अब त कतिपय अवस्थामा मोबाइल उठाएर मोबाइलमा कुरा गर्नुपर्ने हुन्छ एउटा चालकसँग मलाई चाहियो होला त्यो भएर चाहिँ मैले गरेको छैन मैले आफ्नो घरमा प्राइभेट पिए र यहाँ पनि प्राइभेट पिए राख्दिनँ भनेको छु मैले सजिलोलाई के भनेको छु मलाई एकदम राम्रो बुझेको मान्छे किनभने म अर्काले फाइल पढिदिएर लेख्ने नभएको हुनाले मलाई फाइलको सिक्वेन्स पनि प्राथमिकरण पनि मिलाइदिनु पर्ने होला कुनै फाइल तल पर्दैला प्रायोरिटीको फाइल होइन त्यो हेरिदिने बुझ्दिने काम पनि बुझ्दिने मान्छे 1-2जना रेस्पोन्सिबल मान्छे अर्को अलिकति त्यहाँ फाइलिङ मिलाउने मान्छे अनि आउने मान्छेहरूलाई भेटघाट गर्ने क्रममा त्यो डकुमेन्टेसन गर्ने एड ममाएर लेख्ने परम्परा हामी सुरु गर्छौँ मैले के पनि भनेको छु भने हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूलाई र त्यसपछि गएर मुख्य सचिवलाई यो कुरा हुँदाखेरि अल बाइल्याटरल मिटिङ्स सुड बी थ्रु मिनिस्ट्री अफ फरेन अफेयर्स अल मल्टिल्याटरल मिटिङ्स जुन अर्थ मन्त्रालय स्वयं नै त्यसको सेयर होल्डरको प्रतिनिधिको रूपमा जान्छ खास गरी वर्ल्ड ब्याङ्क एडिबीमा हामी नै प्रतिनिधि भएर जान्छौँ हाम्रो डाइरेक्ट कन्ट्याक्टै भएन उनीहरूको सम्म मिटिङ चाहिँ हामी आफै गरौँला बाइल्याटरल चाहिँ हामी भरिसक यहीँबाट इन्करेज नगरौँ यो कम थ्रु मिनिस्ट्री अफ फरेन अफेयर्स भनेर उनीहरूको मान्छे पनि राखेर दुईले गर्नु होला तर हामी डकुमेन्टेसन गर्ने गरौँ मिटिङमा बोलेका कुराहरू के डकुमेन्टेड भयो भने त्यसमा पछि गएर कसैले दोष लगाउने यो मन्त्रीले यस्तो भनेको थियो उस्तो भनेको थियो भन्नेमा हामी नजाउँ हामी एउटा टिम हो होइन तपाईँहरूलाई केही त्यस्तो अप्ठ्यारो छ भने मलाई सुरुमै सेयर गर्नुभयो हुन्छ मैले अहिलेको निमित्त यति कुराहरू राखेँ